त्यो चाहिँ यहाँ चाहिँ कुरो चुनाव कडा रहेछ होइन, आर्मीहरू चाहिँ होइन। अझै फेरि केटाहरूलाई आज चाहिँ पुरै मेन रोड यस्तो छ है, पुरै खाली होइन। यता नउता काठमाडौँमा मान्छे छैन यार। हाम्रो बोक्ने हिँड्ने आफ्नै पारामा हाम्रो घोडामा खैरीहरू नाच होइन। हेलो नमस्ते, गुड मर्निङ सबैजनालाई। आजको ब्लगमा स्वागत छ। आज चाहिँ चुनावको दिन, अब सबैजनाले अब हामीसँग भोट हालिदिनु भन्न चाहन्छ होइन। हाल्छ होला सायद, अब यो भिडियो भोलितिर मात्रै आउँछ। काठमाडौँको माहौल चाहिँ आज चाहिँ पुरै सुनसान छ है। पुरै दसैँ तिहारमा भन्दा नि मान्छे पुरै चुनावको बेला चाहिँ कम हुने रहेछ काठमाडौँमा, मैले यसो देखेको हिसाबले। अब हामी अब त्यही हो, म गाउँ गएन होइन भोटको दिन भोट हाल्न। हाम्रो चाहिँ अब दाइहरूले उता आइज भनिरहेको छ, त्यहाँ अब मिलाइदिन्छु यहाँ भनिरहेको छ। त्यता हेर्न जाउँ के हुन्छ कस्तो हुन्छ। अब केटाहरूसँग पनि जाउँ पहिला, अनि भोट हाल्न मिले यतै हालिदिउँ ल, नभए यसपालिको भोट मेरो अब कसलाई नि जाँदैन होइन। यसपालि अब मलाई चाहिँ अलि राम्रो राम्रो पार्टी साथी खासै मतलब नभए नि अब थाहा छ अब मेरो फेसबुक युजरहरूलाई चाहिँ। अब युट्युबमा चाहिँ अब म भन्दिनँ मेरो भोट के हो कस्तो हो, म कुन पार्टीमा समर्थन गर्छु भनेर। त्यही हो गाइस, आजको काठमाडौँको माहौल चाहिँ यस्तो पुरै सुनसान छ है। म देखाइदिन्छु तपाईँहरूलाई। पुरै दसैँ तिहारमा भन्दा नि आजभोलि चाहिँ मान्छे कम छ है काठमाडौँमा, हेर्न सक्नुहुन्छ तपाईँहरूले। सुनसान छ होइन। थर्मल पिपल रोड, मान्छे एक पर्सेन्टमा। त्यही हो गाइस, ल म पनि अब चट्ट रेडी भएर भोट हाल्नतिर लाग्छु। अब त्यस्तै हो, हाल्न मिले हाल्छु, नभए अब आज यसपालिको भोट खेर गयो मेरो। खेर त के भनौँ, पेन्डिङ भयो, अर्को पालि हालौँ ल, आफै उठेसी भने फेरि। ल गाइस ल गाइस, हजुर फाइनली निस्क्यो होइन भोट हाल्न भन्दा नि हेर्न। अब हामीलाई चाहिँ भोट हाल्न नपाउने रे यसपालि भन्दा नि अब यताकै लालपुर चाहिँ चाहिन्छ कि होइन भोट हाल्न। यसो निर्वाचन कार्य एभरेस्ट सेकेन्डरी बोर्डिङ स्कुल होइन। हाम्रो बोक्ने हिँड्ने आफ्नै पारामा हाम्रो भोट हाल्न खैरीहरू नाच होइन। यता चाहिँ पुरै खैरीहरूको लहर छ है भोट हाल्न फेरि म्याम सर होइन। काठमाडौँ खास यस्तो हुनुपर्ने हो क्या, शान्त फेरि पो टुरिस्ट आउँछ यार घुम्नु। त्यस्तै हो, यसपालि चाहिँ भोट हाल्न नपाउने, अब भोट हाल्न नपाउने हुँदा नि हाल्न नपाउने भनौँ। यता हाल्न खोज्यो, यता अब लालपुर चाहिन्छ अरे, गाउँतिर गएन। त्यस्तै हो, भोट काट्नु नाम नि छैन त्यसमाथि। अब त्यही देखाइरहेको छ। त्यो राम्रोले जितोस् भन्न चाहन्छु म। भोट सोट त्यस्तै हो। यस्तो एरियामा यो खाजा पसल मात्रै खुल्ला रहेछ आज, अनि यहाँ मेडिकल पसल, अनि यहाँनिर बेकारी, अनि यो फलफुल पसल। अर्को लुगा पसलहरू काम छैन, अब छैन आज। गाडी नै आधा घन्टा पर्छ गुडिया होला यो गुडिया होला। यिनीहरू त कति ढिलो हिँड्ने त। गाइस त्यस्तै हो, अब एकछिनपछि उता केटाहरूसँग दाइहरूसँग भेटेपछि भनौँ ल। दाइहरू चाहिँ अब आज कहाँ कोही कहाँ भयो, केटाहरू पनि कोही कहाँ
म एक्लै मैले भएको स्कुटी नि बिग्रेछ होइन त्यही भएर हिँड्दैछु गाइस आज चाहिँ पुरै मेन रोड यस्तो छ है पुरै खाली होइन आएका नाउ त काठमाडौँमा मान्छे छैन यार आज मान्छे त छ तर सब हिँडिरहेको छ क्या आफ्नो तालमा हिजो अस्तितिर भए भए त म यहाँ गन्जान दिने होइन गाडी यस्तो हुनुपर्छ त यार जस अलि पल्युसन कन्ट्रोल हुन्छ आज एक दिनले गर्दा हल्का भन्दाखेरि आर्मीहरू जिन्दगी लौडाला सुन्नुभयो होइन एक्लै डुल्दैछु म चाहिँ हौतिर गए भए स्कुटी बनाउने खर्च पाउने थियो होला नेताहरूले दिन्थ्यो होला लामा आफै जित्तीले गएन म दुःख पाएँ परिरहेको छ होइन यस्तो काठमाडौँ नि अनुभव गरेँ मैले बिना गाडी हो गाडी चाहिँ छ तर प्राइभेट मात्रै के फिल्म हल बन्द सब बन्द बक्स अफिस मात्रै मान्छे छैन कन्ट्रोल त्यस्तै हो खुल्ला पुरै बिच बाटो हिँड्ने नि फरक पर्दैन हिँडे हो म आज मुजी दाइहरूले गु खायो मुजी केटाहरूले नि दुखा जस्तो नानी बनाएर हिसाब हुन्छ होइन मुजीहरूलाई अब केटाहरूकोमा जाउँ कि मानिरहेकोमा गएर 30 किलो जस्तो भइरहेको छैन मलाई चाहिँ यसतिर लाग्यो भने चाहिँ फेरि त्यही हो अर्का मानिरहे अब नेपालको च्याम्पियन जमानाको होइन अब भर्खर सिक्दै जति खेल्यो नि हार्छ त्योभन्दा बरु अब एकचोटि हेर्न जाउँ फोन गरौँ घरमै छौँ भने चाहिँ अब चेस हान्न गइदिउँ अब है केटाहरूसँग गइदिन्छु म छिटै सिया ब्लगर होइन सिया ब्लगर हाम्रो केटाहरूको डिपो भिडियो हजुर त्यही हो भाइको केही भनाइ छ कुछ नै मालुम यस्तै हो काम गर्नु पर्यो होइन दाइ यहाँ चाहिँ कुरो चुनाव पढा रहेछ होइन आर्मीहरू छ होइन अझै फेरि केटाहरूलाई मतलब छैन बल खेल्दैछ त्यस्तै केटाहरूको म्याच चलिरहेछ होइन यता चाहिँ टिक लाग्यो त्यहाँबाट पो हान्डो रहेछ म